हेलो वेलकम टु न्यू भिडियो सबैजनालाई स्वागत छ। आज चाहिँ मैले के तरकारी पकाउन गइरहेको छु भन्दा आज चाहिँ मैले फर्सीको तरकारी पकाउन गए। फाइनली गाइज मैले चाहिँ यता फर्सी काटिसकेको छु। अब यो फर्सीलाई चाहिँ यसको बोक्राहरू खुर्काउन मात्रै बाँकी छ अनि यसलाई पिस पिस बनाउन लागि एकदमै रमाइलो पनि भइरहेको छ। खुकुरी चाहिँ यतातिर छ मेरो साइडमा। फाइनली गाइज मैले चाहिँ केही समयपछि चाहिँ यो फर्सीको चाहिँ बोक्राहरू खुर्काउन लागिसकेको छु अनि आज चाहिँ गर्मी पनि एकदमै बढिरहेको जस्तो छ मौसम। फाइनली गाइज अनि केही समयपछि चाहिँ मैले फर्सीको सबैको बोक्राहरू सबै निकालिसकेर अब चाहिँ म पिस पिस बनाउँदै छु अनि आज चाहिँ एकदमै रमाइलो पनि लागिरहेछ। फर्सीको तरकारी मलाई चाहिँ एकदमै राम्रो लाग्छ अनि यसमा चाहिँ मासु पनि मिसाउनु पर्छ। म चाहिँ मासु पनि मिसाउने छु। फाइनली गाइज मैले चाहिँ सबै टुक्रा टुक्रा पारिसकेको छु। अब यसलाई यसमा चाहिँ मैले पानी पनि हालिसकेको छु। यसलाई चाहिँ अब पखाल्ने मात्र बाँकी छ। गाइज अनि केही समयपछि चाहिँ सबै काटिसकेपछि यो मासु पनि थियो। म चाहिँ यो फर्सीमा चाहिँ मासु मिसाउने काम थियो। दसैँको बचेको थियो हल्का फुल्का अनि मलाई चाहिँ फर्सीमा चाहिँ मासु मिसाएको एकदमै मनपर्छ। त्यही भएर चाहिँ मैले आज चाहिँ म आफै पकाउँदै गइरहेको छु फर्सी र मासुलाई चाहिँ। लगतै केही समयपछि चाहिँ म चाहिँ अब मासु काट्न लागिरहेको छु अनि हाँसी पनि सबै रेडी भइसकेको छ। मासुलाई चाहिँ म सर्ट सर्ट टुक्रा पिस पिसमा चाहिँ काट्दैछु। अरू पनि छ टन्नै छ मासु चाहिँ। उता फर्सी पनि मैले काटिसकेको थिएँ। अब चाहिँ एकछिनमा यो मासुलाई पकाउने पनि हुन्छ। अहिले चाहिँ 5 बजिसक्यो। केही समय चाहिँ मासुलाई सबै पिस पिस बनाएर पनि अब चाहिँ यो मासुलाई चाहिँ तातो पानीमा हाल्न लानुपर्छ। यो मासु तातो पानीमा हाल्दाखेरि चाहिँ मासु कौलो पनि हुन्छ, साह्रो पनि चाहिँ तातो पानीमा हाल्ने बेला पनि भइसकेको छ। गरेमा चाहिँ पानी पनि राम्रो लगतै केही समयपछि चाहिँ तातो पानी पनि उम्लिसकेको छ। मासु चाहिँ हालिसकेको थिएँ मैले चाहिँ अनि यसलाई चाहिँ मैले चलाउँदैछु। आगो एकदमै राम्रो बोलिरहेको छ। आज लगतै केही समयपछि चाहिँ मासुलाई पनि राम्रोसँग फ्राई भइसकेको थियो। अब यसको माथि चाहिँ फर्सी हाल्न मात्रै थियो। यसमा चाहिँ सबै मसलाहरू अगाडि नै हालिसकेको थियो। अब चाहिँ यसको माथि चाहिँ फर्सीको घाम चाहिँ हाल्दैछु म चाहिँ। अनि आज केही समयपछि चाहिँ मासु फर्सी सबै मिक्स गरिसकेपछि चाहिँ यस्तो देखिँदो रहेछ। एकदमै राम्रो देखेको छ। आगो चाहिँ एकदमै बोलिरहेको छ। आगो चाहिँ म चाहिँ यसो मासुलाई यसो चलाइरहेको छु। फाइनली अनि मासु र फर्सी चाहिँ पाकिसकेको छ। अनि मेरो भिडियो राम्रो छ लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नुहोला। आजको रेसिपी यति थियो है त।